everyone, good morning, namaste. Welcome back to my channel again. I'm Sarah. तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि फेरि पनि म तपाईहरु सामु नयाँ भिडियो लिएर आउँदै छु। अहिले चाहिँ यहाँ 8:30 गइसकेको छ। अनि म चाहिँ आज ओनरहरुले रेस्टुरेन्ट खाजा खान लाने भन्नुभएको थियो नि त। अनि त्यही भएर हतार 8 बजे उठेर नुहाए। अनि यहाँ कफी पिउँदै छु। अनि अब म रेडी हुन्छु अनि तपाईहरुलाई नि रेस्टुरेन्ट घुमाउँछु भनेर छोटो भिडियो बनाउन लागेको। ओके, लेट्स सी। ल साथीहरु, म चाहिँ रेडी भइसके। मलाई तामझामको के भन्छ मेकअप गर्न चाहिँ आउँदैन। अब यस्तै हो, सनस्क्रिन लाए, आइलाइनर लाए, त्यही हो। अनि लिपस्टिक लाए, यस्तो देखियो। अब म गए, तपाईहरु बोलाइराखेको छ। म त्यही तपाईहरुलाई भिडियो कन्टिन्यू गराउने छु। ओके, अहिले म चाहिँ यहाँ आइसके। यहाँ छ साउको छोरी खेल्दै, मिस आधा। एन्ड यहाँ मम्मी बस्नुहुन्छ। अनि त्यसपछि अर्को गाडीमा बाउ छोरा, हामी तीनजना यहाँ। अब चाहिँ हामी जान लागेको। म तपाईहरुलाई देखाउने छु के छ कस्तो छ भनेर। बाउ छोरा छोरी भित्र खेल्दैछन्। आमा यहाँ बसिराख्नु भएको छ। म चाहिँ यहाँ समुद्रको छेउमा आएर बसिरहेको छु। हामीले खाजा खाएको, हामी यही रेस्टुरेन्टमा आएको। अनि यहाँ चाहिँ सी पनि रहेछ, ठुलो न ठुलो ठुलो। तपाईँलाई देखाउन चाहन्छु, कत्रो ठुलो छ है। वाउ, म अब जाँदैछु समुद्रमा। साथी न सँगी, एक्लै रङ्गी चङ्गी यस्तै छ। वाउ, यस्तो दाम छ। यत्रो ठुलो छ कि बाबा, कति ठुलो। सिपहरू कता 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 देखिन्छ। म चाहिँ अहिले समुद्रको छेउ चाहिँ एक्लै हिँडिरहेको छु। अब साउ छोराछोरीलाई खेलाउनमा व्यस्त। अनि साउ मेरकै बसिराख्नु भएको छ। अघि फर्स्टमा आउँदाखेरि चाहिँ पुरा चिसो भइरहेको थियो। अहिले चाहिँ घाम लागेर तातो नि भइरहेको। अनि मैले ग्लास पनि सम्झेँ। अघि ल्याम्की भनेर सोचिरहेको थिएँ। अनि पुरा धुम्म भएको थियो नि त। धुम्म भएको बेला त चाहिँदैन। अनि म नलिआएँ, एक्लै हिँडिरहेको छु, एक्लै। यस्तो राम्रो छ, यत्रो ठुलो। बाफरे, आइसल्यान्ड।
यो त बाघ हो कि त्यो यत्रो ठुल्ठुलो पाउँछ त जाँदिनँ मलाई डर लाग्यो यहाँ चाहिँ बाहिर नि यस्तो राम्रो बस्ने बनाएको रहेछ घाम ताप्दै समुद्र हेर्दै यहाँ बस्ने खाने मजाको ठाउँ बनाएको रहेछ हामी चाहिँ भित्र बसेको थियौँ त्यो भित्र मेरो बिदा यसरी बितिरहेको साथी छैन एक्लै रमायो बस्यो तर म एक्लै भए नि खुसी छु किनभने यस्तो राम्रो ठाउँ छ नि त मलाई त ठाउँ राम्रो हुनु पर्यो त्यस्तो धेरै खानेकुराहरू पनि चाहिँदैन एक्लै मक्ख पर्दै बस्ने एकजना चाहिँ साथी भयो भने चाहिँ मलाई धेरै नै चाहिँदैन हामी चाहिँ यस्तो जङ्गलको छेउमा आएको आज यस्तो राम्रो सिनहरू छ साथीहरू अब चाहिँ हामी यहाँबाट निस्केको पानी पनि परेर रहेछ अब फेरि अर्कै रेस्टुरेन्टमा गएको छ आज घुमेरै जाने भयो दिन आजिक रेस्टुरेन्ट तपाईहरु देख्न सक्नुहुन्छ यस्तो राम्रो सिन छ पानी फिस परिरह यस्तो चाहिँ अब हामी चाहिँ यहाँबाट निस्केको
अहिले चाहिँ म घुमेर खाएर आइसकेँ। अहिले माथिको चाहिँ त्यस्तो धेरै भिडियो बनाएन किनभने धेरै चिसो थियो अनि यत्रो धेरै माछा खाएँ। चिया माछा एकदम मिठो थियो। अनि त्यो खाँदा खाँदै धेरै जाडो नि भयो, हावा नि चल्यो अनि यत्तिकै आएँ। अनि मैले तपाईँहरूको लागि नि राम्रो राम्रो भिडियो बनाएर लिएर आएको छु, हेरेर सपोर्ट गरिदिनु होला। अनि मलाई नि धेरै राम्रो लाग्यो ठाउँहरू, अलिक माथि माथि पाहाडमै गएको हो कि हामी। अनि धेरै राम्रो ठाउँहरू थियो, घर सानो सानो पातलो पातलो अनि जङ्गल। अनि त्यसपछि त्यहाँ के बिरुवाहरू रोपेको धेरै राम्रो थियो। अनि कुनै ठाउँको भिडियो बनाएँ, कुनै ठाउँको बनाएन। अनि अहिले चाहिँ घर आइसक्यौँ। अहिले 5 बजेको छ। आज यत्तिकै गयो, बिदा खाएर घुमेरै गयो। अनि अब चाहिँ आराम गर्नुपर्छ होला, एकछिन फ्रेस भएर। अब आजको बिदा सक्यो यत्तिकै। ओके, आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। ओके, बाई, नेक्स्ट भिडियोमा भेटौँला। आजको भिडियो यस्तै भयो, बाई।